काठमाडौँ महानगरपालिकामा यति उदाहरणीय यति अनुकरणीय काम गरेर आफूलाई प्रमाणित गरिसकेको बालेन शाह जस्तो व्यक्ति, हिमाल पहाड तराई सबैको प्रिय बालेन शाह जस्तो पात्रलाई प्रधानमन्त्रीको रूपमा हामीले मनोनित गराउन पाउनु त हाम्रो सौभाग्य हो नि। खुसी मात्रै भएर भएन, देश खुसी हुनु पर्यो, बनाउनुहुन्छ भन्ने छ। त अब पहिला जस्तो हुनुहुन्थ्यो होइन, त्यसमा एकदम आफ्नो पराइ नभनेर निष्पक्ष नै निर्णय गर्नुहुन्छ भन्ने लाग्छ। दुईटा कुरा अनुभव भइरहेको छ। एउटा जनताको मतप्रति असाध्यै मन हर्ष विभोर भइरहेको छ, गौरव लागिरहेको छ। अर्को डर लागिरहेको छ। डर के कुरा? यो जिम्मेवारी, यो पदभार, यो लोगोको गरिमा र यो प्रमाणपत्रको गरिमा मैले व्यक्तिगत रूपमा राख्न सकौँला कि नसकौँला। यो सांसदको पद जो आम जनताको विश्वासबाट आज प्राप्त भएको छ, यसलाई जनताको जीवनमा चरितार्थ गर्ने गरी म संसदमा प्रस्तुत हुन सकौँला कि नसकौँला भन्ने एक प्रकारको डर महसुस भइरहेको छ। जस्तो अब 2/3 सरकार बन्दैछ, लगभग 2/3 हाराहारीको मतको सरकार बन्दैछ। यो सरकारबाट चाहिँ हैन जनताले के अपेक्षा गर्छ? यो सरकारबाट जनताको जीवनसँग जोडिएका साना साना कुराहरूमा असाध्यै सकारात्मक प्रभाव पर्नेवाला छ। जस्तो कि सेवा प्रवाहको विषय, सरकारी कार्यालयमा सेवा प्रवाहको विषय, अनि सुशासनको विषय, निष्पक्ष न्यायपालिकाको विषय लगायत जनताको जीवनसँग जोडिएका साना साना विषयहरूमा सकारात्मक प्रभाव पार्नेवाला छ यो सरकारले। अर्को चाहिँ राष्ट्रको भविष्यसँग जोडिएका ठुला ठुला विषयहरू, जस्तो कि 46 सालदेखि आजसम्मका भ्रष्टाचारका सम्पूर्ण काण्डहरूको निष्पक्ष छानबिन गर्ने जुन प्रतिबद्धता छ हाम्रो, जस्तो कि यो देशमा कर्मचारी तन्त्रलाई दलतन्त्रबाट मुक्त गराउने, जस्तो कि संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने लगायतका कुराहरूमा पनि आमूल सुधार गर्ने यो सरकारको भूमिका रहन्छ। सँगै भाउजू पनि हुनुहुन्छ। भाउजू कस्तो लागिरहेछ? म त एकदमै खुसी छु। अब म खुसी मात्रै भएर भएन, देश खुसी हुनु पर्यो, बनाउनुहुन्छ भन्ने छ। अब आफ्नो श्रीमानबाट चाहिँ के अपेक्षा राख्नुहुन्छ? विशेष गरी जनता भएर बस्दा होइन, उहाँ त अब पहिला जस्तो हुनुहुन्थ्यो होइन, त्यसमा एकदम आफ्नो पराइ नभनेर निष्पक्ष नै निर्णय गर्नुहुन्छ भन्ने लाग्छ। गर्नुहोस् भन्छु म। जस्तो माननीयज्यू होइन, पार्टीको कुरा गर्ने हो भने यसपालि होइन बालेन्द्र सरकारको नि के चर्चा छ होइन। अब यो बालेन्द्र सरकार बन्दाखेरि हजुर कस्तो लाग्छ तपाईँलाई चाहिँ? मलाई असाध्यै गौरव लाग्छ सर। काठमाडौँ महानगरपालिकामा यति उदाहरणीय यति अनुकरणीय काम गरेर आफूलाई प्रमाणित गरिसकेको बालेन शाह जस्तो व्यक्ति, हिमाल पहाड तराई सबैको प्रिय बालेन शाह जस्तो पात्रलाई प्रधानमन्त्रीको रूपमा हामीले मनोनित गराउन पाउनु त हाम्रो सौभाग्य हो नि। उहाँले देश बनाउने कुरामा चाहिँ कतिको ढुक्क हुनुहुन्छ तपाईँ? अब होइन, देश बनाउने यस्तो हुन्छ सर, नेतृत्व चाहिँ एकजनाले गर्ने हो। देश बनाउने भन्ने कुरा एकजनाले, घरै त एकजनाले बनाउन सक्दैन सर। घरै बनाउँदा त बालुवा मुछ्ने अर्कै हुन्छ, इँटा बोकेर ल्याउने अर्कै हुन्छ, त्यहाँ जोडजाड पार्ने अर्कै हुन्छ। यो त कलेक्टिभ एफर्ट हो नि सर, सामूहिक प्रयास हो। र त्यो सामूहिक प्रयासको नेतृत्वकर्ता चाहिँ बालेन शाह एकदम उत्कृष्ट साबित हुनुहुन्छ भन्ने मलाई लाग्छ। काठमाडौँ महानगरपालिकाको मेयर हुँदा त 20,000 विद्यार्थीलाई छात्रवृत्ति दिलाउन सक्ने मान्छेले, श्रम मेला लगाउन सक्ने मान्छेले, यत्रो चाहिँ वर्षौँदेखिको यहाँको दुरावस्था, यहाँको दुर्गन्धको अन्त्य गरेर काठमाडौँ सहरको चाहिँ नक्सा नै अर्को देखिने किसिमको सहर निर्माण गर्न सक्ने व्यक्तिले जन प्रधानमन्त्री हुँदा यो राष्ट्रको नक्सा त कति सुन्दर होला भन्ने कुरा म चाहिँ असाध्यै धेरै विश्वस्त छु। विशेष गरी जेनजी आन्दोलन पछिको सरकार बनिरहेको व्यवस्थामा भ्रष्टाचार चाहिँ कतिको अन्त्य गर्न सफल हुनुहुन्छ? होइन, भ्रष्टाचारलाई न्यूनीकरण गर्ने हो, भ्रष्टाचारीलाई दण्डित गर्ने हो। हेर्नुहोस्, यो त हाम्रो अखण्ड प्रतिबद्धता हो। 46 सालदेखि आजसम्मका सम्पूर्ण भ्रष्टाचारका काण्डहरूको छानबिन भएरै छाड्छ। ढुक्क हुनुहोस्, म सबैलाई तपाईँ मार्फत ढुक्क हुन अनुरोध गर्छु। ओके, यतिखेर हामीसँग माननीय खुसबु ओलीजी हुनुहुन्छ। यहाँलाई स्वागत छ। धन्यवाद। आज प्रमाणपत्र लिनु भएको छ, कस्तो लाग्यो? थप जिम्मेवारी महसुस भइरहेछ। अब सडकमा यति बुलन्द आवाज गर्ने मान्छे होइन, व्यापक चर्चा भएको मान्छे, अब सदनमा चाहिँ कस्तो आवाज? सदनमा यस्तो हो, प्रतिपक्ष भन्दैमा अब जे कुराको पनि विरोध गर्नुपर्छ भन्ने त्यो चरित्र हाम्रो छैन। प्रतिपक्षको भूमिकामा रहन्छौँ, जिम्मेवार भूमिकामा रहन्छौँ। राष्ट्रको हितमा हुने कुरामा सम्पूर्णमा सहकार्य समन्वय गरिन्छ, अरूलाई सघाइन्छ। होइन कुनै मुद्दाहरूले राष्ट्रको अहित गर्दैछ जस्तो लाग्यो भने 5 जना छौँ, 5 पाण्डवको भूमिकामा हुन्छ। यसपालि राष्ट्रपाले किन कम सिट ल्यायो?
राप्रपाले यस्तो हो, जुन किसिमको माहौल देशभरि थियो, जुन किसिमको लहर त्यसमा थियो होइन, मान्छेहरू एकदमै तपाईँको विग्रह आक्रोशमा हुनुहुन्थ्यो, जुन परिस्थितिमा हुनुहुन्थ्यो, एकपटक चाहिँ ल हामीले सबैले ल दिउँ न त मत होइन, उहाँहरूलाई बहुमतै दिउँ, केही जुन हामीले सधैँ गुनासो सोध्छौँ नि दलहरूले, किन चाहिँ तपाईँको हामीलाई यो दिएन, हामीले बहुमत पाएको भए यो गर्थ्यौँ त्यो गर्थ्यौँ भने ल ठिकै छ एउटै दललाई दिउँ, हेरौँ न त के हुन्छ भन्ने चाहनुभयो, गर्नुभयो, त्यसको सम्मान गर्नुपर्छ होइन। अनि हामीले राप्रपाले थोरै ल्याएको, मैले त्यही भने फरक माहौल थियो यसपटक, त्यसले गर्दा हामीले यो एजेन्डा भन्दा पनि उहाँहरूलाई चाहिँ एकपटक नयाँ भएन र जो आइराख्नु भएको छ उहाँहरूलाई साथ दिउँ भन्ने भयो। राप्रपालाई कतिको साथ समर्थन रहन्छ त राप्रपा? मैले अघि नै भने प्रतिपक्ष भन्दैमा पहिलाको जस्तो जुन पनि कुरामा विरोध गर्नुपर्छ भन्ने त्यो चरित्र लिएर हुँदैन, राष्ट्रको हितमा जनताको हितमा हुने हरेक कुरामा सहकार्य र समन्वय हुन्छ र एकजुट भएर राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुपर्छ। राप्रपा अध्यक्षले नै चुनाव हारिरहेको अवस्थामा, हारेपछिको अवस्था कतिको सहज असहज कतिको महसुस? दुःखद भयो, किनभने मैले कल्पनै नगरेको कुरा भयो होइन। यस्तो विकासको कुरामा, इमान्दारीको कुरामा, हरेक कुरामा उहाँ त अब्बल नै हुनुहुन्थ्यो, तर त्यो हुँदाहुँदै पनि उहाँले चुनाव हार्नु भनेको दुःखद हो। तर अब हामी यहाँबाट फेरि उठ्ने हो, कहिलेकाहीँ पराजय हुन्छ, पराजय अन्त्य होइन, त्यहाँबाट फेरि सङ्घर्ष गरेर माथि लाग्ने हो। उहाँले पहिला पनि हामीलाई 1/14 पुर्याउनु भएको थियो, अहिले हामी तलायौँ, तर अब यसपटक चाहिँ हामी अझ माथि जानेको लागि त्यो हिसाबले काम गर्छौँ। राप्रपाको यो लहरलाई चाहिँ कसरी लिनु भएको छ, जुन किसिमले 2/3 ल्यायो नि, 2/3 नजिक पुग्नुभयो, यसलाई चाहिँ कसरी लिनु? मैले चाहिँ उहाँहरू तपाईँहरू थप जिम्मेवार हुनुपर्छ जस्तो लाग्छ। जनताले यो किसिमको मत दिनु भनेको सानो कुरा होइन, यसको सम्मान गर्नुहोस्, त्यति भन्न चाहन्छु। यथोचित राख्न सम्बोधन धेरै लामो समय खान्छ, किनकि हाम्रो पार्टीको मूलनीति नै कम भाषण धेरै काम भनेको छ। विशेष गरी प्युठान जिल्लाको यो प्युठान काठमाडौँ सम्पर्क विभागको प्रथम भेला यहाँ बागलुङ जिल्ला क्षेत्र नम्बर 2बाट निर्वाचित भएको भर्खरैको सांसद भइसके पश्चात किन आउनुभएको होला भनेर सोच्नु भएको छ होला। तपाईँ जो यहाँ प्युठान क्षेत्र नम्बर 2बाट आउनुभएको छ, यो प्युठान जिल्लाबाट आउनुभएको छ। बागलुङ जिल्ला र प्युठान जिल्ला भनेको सँगै जोडिएको जिल्ला हो र हामीले पहिला पनि हाम्रो आदरणीय नवनिर्वाचित माननीय हाम्रो प्रिय मित्र भन्छु म यहाँबाट, माननीय मित्र सुशान्त सर र हामी सँगै कुराकानी गरिरहँदा संयुक्त योजना अघि सागर सर पनि आएर गइसक्नु भएको छ। उहाँले गुल्मी र प्युठान र बागलुङको लागि हामीले एकीकृत योजनाहरू बनाउनेवाला छौँ। त्यसपटक हामीले यो निर्वाचनमा हामी होमिनुभन्दा अगाडि नै टिकट पाउनुभन्दा अगाडि नै सुशान्त सर, सागर सर हामी सँगै मिलेर बागलुङ, प्युठान र गुल्मी बनाउनुपर्छ भनेर पहिले उद्घोष गरिसकेका थियौँ। त्यसैले आज यही मञ्चबाट हामी सामूहिक रूपमा प्रतिबद्धता गर्न चाहन्छौँ। बागलुङ हुन त देशैभरिको समस्या हाम्रा निमित्त प्राथमिकता रहन्छन्, तैपनि हामीलाई त त्यहाँका नागरिकले जिताइदिएको हुनाले, त्यहीँका मतदाताहरू जिताएर पठाएको हुनाले उहाँहरूका समस्यामा विशेष प्राथमिकता दिनुपर्छ। त्यसैले आजबाट यहीँबाट उद्घोष गर्न चाहन्छु। यो बागलुङ क्षेत्र नम्बर 2 को भर्खर नवनिर्वाचित सांसद, प्युठान जिल्लाको र गुल्मी क्षेत्र नम्बर 1 र 2 सबैजनाका सांसदहरू हामी एकै ठाउँमा उभिएका छौँ। समग्र देश सँगसँगै बागलुङ, गुल्मी र प्युठानको विकासको निमित्त। र यहाँबाट मैले यो कुराकानी गरिरहँदा हामीले कहिल्यै पनि यो विजयलाई हाम्रो सभापति भनिसक्नु भएको छ, यो विजय कुनै उत्सव होइन, यो विजय जिम्मेवारी बोधको कुरा हो। हामी जिम्मेवारी बोधमा अगाडि बढिरहँदा आज हामी माननीयको रूपमा स्थापित भइरहेर माननीयको रूपमा अगाडि बढिरहँदा हामीलाई माननीय बनाउनुको निमित्त अहोरात्र खटिनु हुने तपाईँ जस्तै नागरिक, तपाईँ जस्तै मतदाताहरूलाई मैले आभार व्यक्त गर्न चाहन्छु। आज एउटा साथी, म सँगसँगै हिँडेको साथी, हिजो जेनजी आन्दोलनलाई संस्थागत गर्नुपर्छ भनेर हामी कति सिंहदरबार गयौँ, कति राष्ट्रपति भवनमा गयौँ, कति धेरै नागरिकहरूसँग अनुनय विनय गर्दै यी शब्दहरू ठिक छन्, यी शब्दहरू ठिक छन् भनिकन उहाँले त 6-7वटा फाइलभन्दा ठुला फाइलहरू मेरै गाडीमा अझै पनि छन् होला। त्यति धेरै मेहनत गरेको एउटा साथीलाई तपाईँहरूले जिताएर पठाउनु भएको छ। सबैले आभार व्यक्त गर्न चाहन्छु। तपाईँ सबैजना यसको उहाँलाई म बधाई दिनेवाला छैन, बधाईको धेरै प्रतिशत बधाई तपाईँलाई दिनेवाला छ, किनकि तपाईँहरू नभइदिएको भए आज मेरो साथी सँगसँगै संसदको यात्रा गर्नको निमित्त असमर्थ हुनुहुन्थ्यो होला। र सँगसँगै
हामीले स्मरण गर्नैपर्छ ती सबै नागरिकहरू जसले सुशासनको निमित्त सोसियल मिडिया ब्यान्डको विरुद्धमा सडकमा आफ्ना आवाजहरू उठाउन गइरहँदा केवल कालो सेतो पेपरमा कालो अक्षर लेखेकै आधारमा चाहिँ संसद भवन अगाडि गएर उभिरहँदा तातो तातो गोली खाएर आफ्नो जीवन दान दिनुभएको थियो। हामीले उहाँहरूलाई बिर्सेर कुनै पनि काम अगाडि बढायौँ भने हामी सफल कहिले पनि हुन सक्दैनौँ। त्यसैले मैले आग्रह मेरो प्रिय मित्र मेरा सबै समस्त 182 जना माननीय र 275 जना माननीय र समग्र नागरिकहरूलाई पनि आग्रह गर्न चाहन्छु, हामीले काम गर्नुभन्दा अगाडि सबभन्दा पहिला सोच्न पर्ने विषय भनेको ती सबै शहीदहरूलाई हो, ती घाइतेहरूलाई जो अस्पतालमा ऐयार आस्था गर्दै बसिरहनु भएको छ। सम्भवतः उहाँहरूको त्यो कुर्बानी नभइदिएको भए आज हामी माननीयको रूपमा यसरी अगाडि आउन पाउँदैन थियो होला। उहाँहरूको कुर्बानी नभइदिएको भए आज यो देशले एउटा इतिहास रच्नको लागि तयार भएर बस्दै थियो होला। त्यसैले हामी जीवनमा कहिले उहाँलाई नभुलौँ। मैले उहाँहरूप्रति कृतज्ञ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। उहाँका समग्र परिवारहरूमा समग्रजना व्यक्त गर्न चाहन्छु र ढुक्क हुनुहोस्, तपाईँ जहाँ जहाँ बसेर हेर्नु भएको छ, माथि बसेर हेरिरहनु भएको छ।